स्वयंले मलाई यहाँ आटा गरिदियो। यो छोरा मान्छेहरू यस्तो हुन्छ साथीहरू। छोरीले कति माया गर्छौ त मम्मीलाई माया गर्नुपर्छ कि पुट्नुपर्छ भन् त बडा तर मलाई नाले। हेलो एभ्रिवान, गुड मर्निङ, वेलकम ब्याक टु माई च्यानल। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ। अनि आज चाहिँ मैले बिहानै भिडियो स्टार्ट गर्दैछु किनभने मैले भिडियो नहालेको आज 10-11 दिन पछि भइसक्यो नि त। अनि त्यही भएर यतिकै भिडियो स्टार्ट गर्दैछु। अब हेरौँ के हुन्छ है। हजुर, अनि तपाईँले अगाडिको भिडियो त हेरिसक्नुभयो होला है। बाबु चकचक गर्छ क्या, यति चकचक गर्छ। अनि यहाँनिर मलाई लागेको थियो क्या, उसले हिर्काएको थियो। अनि मलाई यहाँ आया भयो भनेको, अनि यसरी मसारी राखिदिएको थियो। अनि पछि क्यामेरा अन गरेको त हिर्काएको क्या। अनि मनै पराउँदैन क्यामेरा अन गरेको। थाहा पायो भने त चकचक सुरु भइहाल्छ। सो अनि साथीहरू त्यो चाहिँ अनि अस्ति नैको भिडियो थियो क्या। अनि मैले चाहिँ त्यो राखिदिनु मन लागेर अनि राखिदिएको हो। त्यही हो। अनि अब चाहिँ चियाहरू बनाउँछु म। मेरो बुढा काममा पनि जानुहुन्छ नि त, त्यही ल चिया खाएर जानुहुन्छ। खाना चाहिँ उहीँ खानुहुन्छ। अनि म र बाबुलाई मात्र हो खाना बनाउने घरमा चाहिँ। बेलुका चाहिँ कहिलेकाहीँ खाना आउँछु है भन्नुहुन्छ। त्यही हो। अब एकछिनमा भेट्छु ल तपाईँहरूसँग। लु सानो साथीहरू, यो चाहिँ मेरो बिहानको खाना हो। हामीले चाहिँ बिहान चाहिँ हामीले चियाहरू खाइसकेको थियौँ नि त। अनि त्यही हो। अब अहिले यतिखेर चाहिँ 11 बजिसक्यो। अनि अब चाहिँ खाना खान्छु। यो चाहिँ मेरो फेभरेट हो है। यस्तो नि हुन्छ है मान्छेहरू। मैले चाहिँ यो एकै ठाउँमा लगाएँ कि घरमा पनि होइन। यो चाहिँ अचार हो मेरो, सँगै लगाएँ मैले। खाइल मैले बाबुलाई चाहिँ अघि खाना खुलाएको। म र छोरा मात्र हो, तर खाना 2 थरी बनाएँ मैले आज। बाबुले त्यो खाँदैन नि त, अनि उसको लागि बनाइदिनु पर्यो। सोहेम के भयो? चिजी खाने ओ के भयो? खा गर खा। भयो तातो है, नछो। खाना खाने बेलामा अगाडि बस्छ, दियो भने चाहिँ खाँदैन कि। उसले एकचोटि खाना खाइसकेपछि चाहिँ अनि फेरि हामीले खाने बेला खुलाइदियो भने आजभोलि खाँदैन। पहिला त खान्थ्यो बच्चामा त। मिठो मिठो। अनि अगाडि हो चलाइबस्छ भने झ्याउ लाग्छ। साथीहरू अब एकछिनमा भेट्छु ल। म आनन्दले खाना खान्छु। सो साथीहरू, अनि अहिले चाहिँ बाबु पनि सुतेर उठिसक्यो नि त। अनि म चाहिँ दिउँसो कहिले पनि सुत्दिनँ। कहिलेकाहीँ बिहान अब छिटो उठेको बेला अब फोहोर फाल्न जानुपर्ने हुन्छ है, धारामा पानी आउँछ। अनि कहिले चाहिँ म प्राय असन जान्छु क्या तरकारीहरू लिनको लागि। बिहान चाहिँ कति धेरै राख्छ नि त तरकारीहरू। त्यस्तो अनि त्यहाँनिर जाने बेलामा अब त्यो बिहान छिटो उठ्या भएर चाहिँ निद्रा लाग्छ। त्यो बेला सुत्छु, यस्तो टाउको दुख्छ। अब त्यो बेला निद्रा लाग्छ, सुत्यो, उठेपछि टाउको दुख्छ। त्यही भएर म हत्तपत्त दिउँसो चाहिँ म सुत्दिनँ। अनि अब चाहिँ अस्ति बहिनीले गाउँबाट आँप लिएर आएको भएर अनि म अब त्यो आँप साँधेर खान्छु। हिजो पनि खाएको, दाँत फुटिरहेको छ, त्यही पनि फेरि पनि खान्छु। अनि बाबुलाई पनि खाजा खुलाएर बनाएर खुलाउनु पर्ने हुन्छ। साथीहरू, यो चाहिँ बहिनीले गाउँबाट लिएर आएको आँप हो। के अरे मैले हिजो 2टा मात्र काटेको थियो, त्यही पनि खान सकेन के। अनि अहिले अझै थियो, कति धेरै थियो। मैले बाहिर अलिकता दिदीलाई पनि दिएँ। यो मकै हो, यो बाबुको लागि। अब यो मकै गाउँबाट लिएर आएको जस्तो मिठो त हुँदैन। अब गाउँतिर त अब भर्खरै अब त्यो बारीबाट भर्खर टिपेर लिएर आएको ताजा हुन्छ है। अनि त्यही पनि उसको मुख फेरियोस् भनेर खान्छ कि खाँदैन हेरौँ। खाएन भने फेरि अर्को खाजा बनाउनु पर्ने हुन्छ। भोकै त राख्नु भएन।
भएको त्यही एउटा ड्युटी त राम्ररी पुरा गर्नु परेन हैन साथी। गाइस अब चाहिँ मैले यो खाना लागेको पिरो हुन्छ। तिमीलाई पापा खाऊ त उता अर्को जो छ उता जो। पिरो सानो दाँत कुट्यो। हाम्रो मकै पनि पाक्यो अनि मेरो छोएम यता हेर्नु त मेरो छोरा नि उठिसक्यो यता हेर्नु न। यो साथीहरू अब चाहिँ यो मकै खाएर अनि हामी चाहिँ बाहिर जान्छौँ किनकि हामीले चाहिँ बाबुलाई सानैदेखि नै बाहिर चाहिँ आधी घन्टा भए पनि लिएर जान्छौँ के नत्र चाहिँ केटाकेटीहरू चाहिँ अब बाहिर नयाँ मान्छे देख्यो भने चाहिँ डराउने त्यस्तो हुँदो रहेछ। सो तर मकै त्यस्तो नमिठो चाहिँ नहुने रहेछ ठिकै हुने रहेछ। के भयो यस्तै हो है साथीहरू आमा छोराको काम खायो बस्यो सुत्यो त्यो बाहेक केही पनि काम छैन। मिठो मिठो छ कि छैन हौ तातो छ है फेरि। झार्नु पर्दैन के सानो यो त मान्दैन है सानो सानो उता हेर न सोहेम लड्छ है।